रबिन Yes, sir. हामीले कहाँ पढ्छौँ बाबु भन त त्यो motion of will drop under gravity only को u plus f is equals to w गरेको थिएछ त्यहाँसम्म। अनि त्यो f इक्वल टु के u इक्वल टु के w इक्वल टु के भनेसम्म लेखिसक्यौँ सर त्यो फर्मुला लेखेको छ 4/3 पाई r क्यूब सिग्मा g हरू। ए ओके ल ठिक छ ल ठिक छ ल ठिक छ ल त्यसमा अब के गर त भन्दा ओके मेरो साउन्ड त क्लियर आइरहेछ नि सबैजनालाई भन त आई थिङ्क साउन्ड मस्ट बी क्लियर साउन्ड त क्लियर सुनिरहेछ नि है छ कि छैन भन त सबैजना ल एक्टिभ हुने ल अब क्लास स्टार्ट गरौँ म तिमीलाई 4-5 मिनट दिइसकेँ है अब स्टार्ट गरौँ ल ओके साउन्ड त क्लियर सुनिरहेछ नि है सबैजना भन त सुनिरहेछ नि होइन ठिक छ नि होइन ल फाइन ओके द्याट्स गुड ल ओके अब के गर त भन्दा ए सुन हामीले के गरेछौँ भन्दा एउटा चाहिँ हाम्रो अफ थ्रस्ट छ अर्को चाहिँ के छ त भन्दा हाम्रो भिस्कस फोर्स छ अफ थ्रस्ट र भिस्कस फोर्स छ हाम्रो अनि हाम्रो अर्को के छ त वेट छ हैन अफ थ्रस्ट र भिस्कस फोर्स छ अनि हाम्रो वेट छ हैन अफ थ्रस्टमा हाम्रो के छ 4/3 पाई आर क्यूब अनि के छ अफ थ्रस्टमा सिग्मा जी छ उतातिर हाम्रो वेटमा के छ हेर त 4/3 पाई आर क्यूब के छ त रो जी छ हैन अनि हाम्रो भिस्कस फोर्स के छ त 6 पाई इटा आर के छ त v1 के v2 v1 छ हैन v1 भने के रे हाम्रो v1 भने के रे भन त के होस् v1 भने v1 भने के v1 भने के भन त सबैजना बिर्सिसक्यो कि 2-3 दिन ग्याप भएपछि बिर्सियो कि अल यसमा अलि बढी टाइम दिइरहेको छु ल म एक्जाममा आउँछ ल यो फर्स्ट टर्ममा एकदम आउन सक्ने क्वेसन हो एकदमै चान्स हाई भएको सर स्योर हो कि होइन स्योर त थाहा छैन मलाई होइन स्योर भन्न सकिँदैन तर चान्स एकदम हाई छ नट जस्ट इन आवर फर्स्ट टर्मिनल एक्जाम्स इन बोर्ड एक्जाम टु इट इज भेरी इम्पोर्टेन्ट क्वेसन ल ओके टर्मिनल भेलोसिटी एकदम ठिक टर्मिनल भेलोसिटी कस्तो कन्डिसनमा गर्छ टर्मिनल भेलोसिटी जब चाहिँ ग्राभिटीको मात्र इन्फ्लुएन्स हुन्छ कुनै पनि इलेक्ट्रिक फिल्ड लगाइदैन त्यतिखेरको टर्मिनल भेलोसिटी होइन त ओके द्याट्स फाइन अब के गर त भन्दा अफ थ्रस्ट र त्यो हाम्रो जुन वेट छ त्यो अफ थ्रस्ट र वेटलाई एक ठाउँमा ल्याइदियो के गर त भन्दा एफ इक्वल टु डब्लु माइनस यु गरिदियो हाम्रो के थियो यु प्लस एफ इक्वल टु डब्लु थियो होइन अब चाहिँ के गरिदियो त भिस्कस फोर्स एफ इक्वल टु डब्लु माइनस यु गरिदियो भन्नुको मतलब के त वेटको के छ वेट के छ भन त वेटको छ हाम्रो 4/3 पाई आर क्यूब रो जी माइनस 4/3 पाई आर क्यूब सिग्मा जी गरिदियो भन्न खोजेको हैन लेख त ल के लेख त भन्दा त्यसको तल लेख 6 पाई इटा आर v1 इक्वल टु लेख 6 पाई इटा आर v1 इक्वल टु पहिला वेटको लेख्दियो ल 4/3 पाई आर क्यूब रो जी सिम्पल कुरा छ केही पनि छैन 4/3 पाई आर क्यूब रो जी माइनस यो अगाडि लेखेको कुरा छ ल 4/3 पाई आर क्यूब के त सिग्मा जी अस्तिको कन्टिन्यू हो टपिक के हो भन्छ अस्तिको कन्टिन्यू यु प्लस एफ इक्वल डब्लु बाट कन्टिन्यू 6 पाई इटा आर v1 इक्वल टु मेरो ध्यान दिएर सुन ल मैले रिपिट गरिदिन्छु ल फेरि है अस्ति जहाँ लेखेको थियो त्यहीँबाट अर्को लाइनमा लेख 6 पाई इटा आर v1 इक्वल टु ए ओके यो अलिकति एक डेढ पाना चाहिँ छोडेर लेख न 6 पाई इटा आर v1 इक्वल टु 4/3 पाई आर क्यूब रो जी अनि उता के छ सिग्मा जी छ हैन वेट माइनस अफ थ्रस्ट त्यति सिम्पल कुरा चाहिँ केही पनि छैन 4/3 पाई आर क्यूब रो जी माइनस 4/3 पाई आर क्यूब सिग्मा जी सिम्पल छ है अब के गर्छौ त हेर त सबै कमनली ग के मात्र फरक आउँछ भन त डेन्सिटीको फ्याक्टर मात्र फरक आउँछ भन्नु मतलब 4/3 पाई आर क्यूब र जी पनि क्यापिटल के स्मल जी पनि हाम्रो के आउँछ त कमन आउँछ भन्नु मतलब 6 पाई इटा आर v1 इक्वल टु सिम्पल कुरा चाहिँ बच्चा काम हो के पनि सिम्पल काम छ एकदमै सिम्पल काम हो 6 पाई इटा आर v1 इक्वल टु अब के लेख्छ अर्को लाइनमा 4/3 पाई आर क्यूब र जी लाई कमन लिदियो अनि रो माइनस सिग्मा हुन्छ त्यो पनि लेख ल अर्को लाइनमा लेख्दियो अर्को लाइनमा लेख्दियो 4/3 पाई आर क्यूब रो माइनस सिग्मा जी लेख्दियो 6 पाई इटा आर v1 भनेको लेखिरहेछ नि हैन आफैले लेख्दा लेख्दै कन्टै हुन्छ है सिम्पल छ कि गाह्रो छैन
गाह्रो छैन, इट्स इजी, भेरी इजी, गाह्रो छैन। ल भयो 6 पाई इटा आर v1 इक्वल टु 4/3 पाई आर क्यूब अनि रो माइनस सिग्मा जी। ठिक छ नि है। अब के गर त एउटा काम दिन्छु ल तिमीलाई। अब के गर त भन्दा त्यहाँ हेर त यो पाई पाई काटिन्छ होला या अरु केही फ्याक्टर्सहरु जे छ फ्याक्टर्सहरु काटिन्छ होला हैन। त्यसपछि रेडियसको टर्ममा हामीले एउटा इक्वेसन निकाल्न सक्छौं ल। आर को फर्ममा एउटा इक्वेसन निकाल्न त मेबी स्क्वायर रुटमा आउला हैन। आर को फर्ममा के आउँछ ल हेर त। पहिला रफली एउटा के गर त, रफली चाहिँ यसो कपी कतै साइडतिर हैन, रफली के आउँछ ल पहिला इक्वेट गरेर मलाई भन त। आर इक्वल कति आउँछ भन्न त। आर इक्वल कति आउँछ भन्न ल क्विकली सबैजना ल। आई विल गिभ यु म्याक्सिमम 1 मिनेट, त्यो भन्दा बढी टाइम लाग्दैन। कति आउँछ भन। रेडियस निकाल, रेडियसको फर्ममा निकाल पहिला। रेडियसको फर्ममा निकाल त कति आउँछ भन। कति आउँछ भन ल। अब रामजीवन कति निकालेछ 6 पाई इटा v1 अपन टु रो माइनस सिग्मा। ओके अब रामजीवनले ठिकै निकाले कि जस्तो देखियो है। ओके अरूले कति निकाले भन ल। ठिक छ ओके कति निकाले भन त ल। यो न्यूमेरिकल सोच ल कहिलेकाहीँ फाइन्ड द रेडियस भनेर हामीलाई कोएफिसिएन्ट अफ भिस्कोसिटी दिन्छ, टर्मिनल भेलोसिटी दिन्छ, डेन्सिटी भी दिन्छ। अभियसली डेन्सिटी हाम्रो सीजीएस मा त्यसलाई हामीले स्ट्यान्डर्ड फर्ममा लानु पर्ला। त्यसरी सिधै रेडियसमा सोधेको क्वेशन पनि छ न्यूमेरिकल 4 मार्क्समा। ठीक छ त्यो कुरा ध्यान दिनु पर्यो। कति आउँछ भन ल। रुट अन्डर ओके 9 इटा त्यो n भनेको इटा भन्न खोजेको होला। दैट्स गुड। 9 इटा v1 अपन 2 g रो माइनस सिग्मा। ओके अरु क्विकली गर, त्यस्तो धेरै टाइम लाग्दैन, फटाफट गर त। कति आउँछ भन। हेरेर चाहिँ मैले गुगल के भनिरहेको छु हेरेर छु ल। क्विकली लेख्ने ल क्विकली, या हामी आफै निकाल्न सक्छौं, सिम्पल कुरा हो। ध्यान दिएर गर, मिस्टेक नगर है। केही छैन यसमा। 4/3 पाई आर क्यूब रो माइनस सिग्मा जी जुन छ नि हैन, त्यसलाई 6 पाई इटा आर v1 सँग बराबर हुँदाखेरि आर को फर्ममा निकाल के। आर को फर्ममा निकाल। त्यहाँ एउटा फर्ममा आर छ, अर्कोमा आर क्यूब छ, आर स्क्वायर बच्ला हैन। अब त्यहाँ 4/3 छ अनि त्यतिर 6 छ, पाई पाई काटियो हैन। अनि त्यो 6 3 18 हुन्छ। 18/4 भने कति हुन्छ 9/2 हुँदैन। त्यस्तो फर्ममा निकाल न। फटाफट गर न, त्यस्तो के गाह्रो छ र यो। यति धेरै टाइम त नलाग्नु पर्ने हो त। आई थट मेरो स्टुडेन्ट्सहरुले फटाफट गर्ला। खै त अलिकति क्विक गर त ल। तिम्रो आफै निकाल्न सक्छौ के यो काम त। एक्जाममा आउँछ भने मैले अहिले यो आफैले यसरी तिमीहरुले फाइनल रिजल्ट रेडिएसन निकाल्दाखेरि याद भइराख्छ, मेमोरीमा बसिराख्छ। भोलि गएर न्यूमेरिकल्स दियो भने हैन, न्यूमेरिकल्स आयो भने 4 मार्क्सको ठ्याक्क धेरै घोक्नै पर्दैन। सिधै यो त मैले आफै निकालेको हो भनेर यति यादै हुन्छ। त्यस्तो हो नि त। त्यही भएर निकाल्न टाइम दिइरहेको छु। इम्पोर्टेन्ट छ भन्ने छु मैले, एकदम इम्पोर्टेन्ट छ भन्ने छु मैले। अभियसली यसको पनि इम्पोर्टेन्ट छ कि, यसपछि पनि इम्पोर्टेन्ट छ कि, तर यो अझ बढी इम्पोर्टेन्ट छ। यस त्यही भएर टाइम दिइरहेको छु। कहाँ धेरै टाइम दिन्छु म नत्र बेसिकली। कति आउँछ भन सबैजना। एन्सर आइरहेछ तर सबैको आइरहेको छैन अझै। सबैले भनिरहेको छैन, सबैले भन्नु पर्यो परेन। ओके आको हो, सबैले निकालेकै हो ल। ठीक छ ल, लेख ल त्यसो भए ल। देयरफोर गरेर लेख। देयरफोर आर इक्वल टु
ठिक छ ल धेरै राम्रो ल ठिक छ ल लेख ल अब ल भयो ल ठिक छ फाइन देयरफोर r इज इक्वल टु लेख त होल रुट राख ल होल स्क्वायर रुट राख अनि पहिला सुरु न्युमरेटरमा लेख माथि लेख 9 इटा v1 लेख न्युमरेटरमा लेख पहिला यस तिम्रो धेरै निकालेको छौ हैन राम्रो त्यो धेरै राम्रो लेख ल r इज इक्वल टु होल रुट राख होल स्क्वायर रुट राख अनि लेख 9 इटा v1 लेख न्युमरेटरमा 9 इटा अनि v1 अनि डिनोमिनेटरमा लेख डिनोमिनेटरमा अब डिनोमिनेटर लेख 2 अनि ब्रैकेटमा लेख रो माइनस सिग्मा ब्रैकेट क्लोज गर अनि g लेखिदेऊ ठीक छ 9 इटा v1 न्युमरेटरमा डिनोमिनेटरमा लेख 2 अनि ब्रैकेटमा लेख रो माइनस सिग्मालाई ब्रैकेटमा लेखिदेऊ अनि ब्रैकेट क्लोज गरेर त्यहाँ g को फ्याक्टरमा राख्देऊ ल g पनि लेखिदेऊ के भने मैले 9 इटा v1 अपन कति त 2 रो माइनस सिग्मा g हैन दिस इज द इक्वेसन फर द क्याल्कुलेसन अफ रेडियस अफ द ओइल ड्रप हैन त लेख ल ठीक छ भएन हैन सबजना लेखेन भन त यसो नो भन त फाइनल इक्वेसन फेरि उल्टो उल्टो लेख्लाले फेरि यसो नो भन त च्याटो बना क्विकली सबैजना के प्रब्लम आयो भन्ने फेरि फाइनल इक्वेसन नै मिस्टेक लेख्ला डेरिभेसन त उल्टो हुन्छ फेरि यसपछि फेरि के भन्छ अरे न्युमेरिकलहरु पनि गलत लेख्ला फेरि हैन इक्वेसन नै गलत लेख्यो भने त न्युमेरिकल पनि गलत भयो नि त भएन ओके सबैजना लेखेको हो यस नो भन त सबैजना लेखेको हो यस नो क्विकली टेल मी लेखेको हो भने यस सर भन छैन भने के प्रब्लम भयो भने नो सर यो त अलिक भएन एक्चुअली यो क्लियर भएन त्यस्तो छ भने भन आई थिंक यसमा के समस्या हुँदैन त्यही पनि म एकचोटि सोधिरहेको छु 9 इटा v1 अपन 2 रो माइनस सिग्मा g हैन त सबजना लेख्यो हैन त ओके एउटा लास्ट लाइन थप्दिउँ न हैन त्यो लाइन थप्दा बेटर होला लेख त hence by knowing the values of अर्को लाइनमा लेख ल यति नै रेडियस यति नै हो hence by knowing the values of त्यो हेर न डेन्सिटी को फ्याक्टर दुईटा छ नि रो माइनस सिग्मा को फ्याक्टर अनि इटा र v1 को फ्याक्टर थाहा भयो भने के हुन्छ त हामीले वी क्यान फाइन्ड द भ्यालु अफ रेडियस हैन त त्यही कुरा लेख्न लागेको hence by knowing the values of रो सिग्मा by knowing the values of रो सिग्मा अनि के छ त्यहाँ कोएफिसिएन्ट भिस्कोसिटी पनि छ नि हैन रो सिग्मा इटा अनि v1 के छ g को पनि लेख्दिउ न रो सिग्मा इटा v1 and g acceleration due to gravity g and g we can find the radius of the oil drop यति हो रेडियस यति छ अब के गर्छौं हामी इलेक्ट्रिक फिल्ड लगाइदिन्छौं अहिलेसम्म इलेक्ट्रिक फिल्ड छैन अब इलेक्ट्रिक फिल्ड लगाइदिन्छौं अहिले हाम्रो ओइल ड्रप कता आइरहेको थियो डाउनवर्ड तिर आइरहेको थियो अब चाहिँ इलेक्ट्रिक फिल्ड लगाइदिएपछि के हुन्छ त इलेक्ट्रिक फिल्ड यसरी लगाइदिन्छौं कि इलेक्ट्रिक फिल्ड लगाइदिएपछि त्यो के हुन्छ ओइल ड्रप माथितिर गइरहेछ ठीक छ अब माथितिर गएपछि के हुन्छ विस्कस फोर्स कता लाग्ला अभियसली विस्कस फोर्स लाग्छ डाउनवर्ड तिर हैन यही कुरा हो भन्नु मतलब अब हाम्रो यो थ्योरी 1 जुन चाहिँ थ्योरी 1 मा जस्ट वी हैव टु एड इलेक्ट्रिक फिल्ड एड गरेपछि सिद्धो केही पनि छैन ठीक छ भन्नु मतलब थ्योरी 1 क्लियर छ भने इलेक्ट्रिक फिल्ड को कुरा थ्योरी 2 मा आउँछ जुन त्यो पनि इजिली बुझिहाल्छ हैन के भन्नु त सर एक्जाममा यो डेरिभेसन के रे मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट सिधै त्यही सोध्छ के सोध्छ र एक्सप्लेन मिलिकन्स ओइल ड्रप एक्सपेरिमेन्ट या एक्सप्लेन द एक्सपेरिमेन्ट व्हिच डिटरमाइन्स द चार्ज अफ द इलेक्ट्रोन हैन जे सोधे पनि जानेको मान्छेले लेख्न के समस्या हुन्छ जसरी पनि सोध्न सकिन्छ तर बेसिकली explain Millikan's oil ड्रप experiment. How can you determine the charge of the electron by Millikan's oil ड्रप experiment? यसरी सोध्छ राहुल कुरा बुझ्यो कुरा राहुल हैन ओके अब यसो गर ल अरु हैन तिमीले के गर त भन्दा त्यो हाम्रो थ्योरी 1 हामी चाहिँ लेख्यौं सर हेर त ल आई विल गिभ सम टाइम ल सर हेर त तिमी पर्दैन यो सर हेर यो राम्रोसित आई विल गिभ यु फ्यु मिनेट्स के प्रब्लम छ कसैलाई के प्रब्लम छ सोध्दा मेरो विचार कसैले के प्रब्लम छ जस्तो लाग्दैन सबै कुरा मैले एकदमै क्लियर गरेर अलिकति बढी टाइम दिएर पढाएको छु जस्तो लाग्छ हैन
त्यही पनि कोही एब्सेन्ट थियो होला, कसैले केही कुरा हुन सक्छ, केही नबुझेको थियो होला, केही भयो होला हैन, या यो सुन्दा सुन्दा पनि कहिले अलिकति केही अनक्लियर हुन्छ, या के कुरा सरलाई सोध्न पाए हुन्छ जस्तो लाग्छ हैन, त्यो अलिकति केही टाइम दिन्छु ल म। फ्यु मिनट्स सर र सबैजनाले फ्रम द फर्स्ट सेन्टेन्स यो हाम्रो मोसन अफ ओइल ड्रप अन्डर ग्राभिटी ओन्ली भनेर जे लेखेको छु मैले त्योबाट सर र हेर त ल अहिले भर्खर लेखेको सम्म क्विकली सबैजना ध्यान दिएर हेर त, लाइन बाई लाइन है, वर्ड बाई वर्ड, लाइन बाई लाइन। वर्ड बाई वर्ड, लाइन बाई लाइन सबैजना क्विकली। राम्रोसित ध्यान दिएर हेर्ने, एकदम ध्यान दिएर। यो बुझ्यो भने सिद्धियो, यो बुझ्यो भने अब इलेक्ट्रिक फिल्ड कुरामा जोड्छौँ हामी, केही पनि छैन भनिरहेको छु मैले। ध्यान दिएर हेर ल, सक्छ सबजनाले बुझ्छ, गाह्रो छैन, इजी नै छ। ओके, सबजनाले बुझेकै हो? आई थिङ्क अब प्रब्लम नहोला कि? प्रब्लम छैन जस्तो लाग्छ मलाई, कि केही प्रब्लम छ भने भन। सबजनाले बुझेको हो? आई हेभ गिभन यु 2 or 3 minutes होइन, अब त सबैजनाले बुझेको छ कि जस्तो लाग्छ कि के छ? केही प्रब्लम छ भने सो त। मेबी अझै पनि कसैलाई त्यो हाम्रो अप्ठ्यारो कुरामा अलिकति कन्फ्युजन छ कि? यसमा कन्फ्युजन छ कि अझै पनि? आई थिङ्क छैन होला, त्यही पनि छ भने सो त। क्लियर हो सबजनालाई? क्लियर छ? कुरा बुझेको छ हैन त? सबैजनाले बुझेको छ हैन त? के छ? सबैजनाले बुझेको छ? बुझेको छ भने अगाडि बढाउँ ल, बुझेको छ भने अगाडि बढाउँ। अब बुझेको हो ल? ओके ल, त्यसो भए अब हामी इलेक्ट्रिक फिल्ड मा के हुन्छ त्यो कुरा सर र हेरौँ है त ल। ओके, यसमा यस्तो लेख न,
एउटा टपिक जस्तो गराएर लेख न अघि हामीले यो भन्दा अगाडि लेख्दा हामीले थ्योरी 1 लेख्यौँ नि हैन अब थ्योरी 2 गरेर लेख न ल लेख त मोसन अफ ओइल ड्रप अंडर इलेक्ट्रिक फील्ड धेरै लामो नलेखौँ ल ल्याङ्ग्वेज चाहिँ है सिम्पल लेखौँ लेख मोसन अफ ओइल ड्रप अंडर इलेक्ट्रिक फील्ड या इन इलेक्ट्रिक फील्ड सीधे लेख्दा पनि हुन्छ केही फरक पर्दैन अंडर इलेक्ट्रिक फील्ड लेख्यो भने लेख इन इलेक्ट्रिक फील्ड लेख्यो भने लेख केही फरक पर्दैन लेख त when strong electric field theory 2 गरेर लेख ल theory 2 लेख अनि मोसन अफ ओइल ड्रप अंडर इलेक्ट्रिक फील्ड भनेर लेख ल यो भन्दा अगाडि theory 1 लेखेको छ जस्तो लाग्छ मलाई त्यही भएर theory 2 लेख है त्यो बेटर होला when strong electric field is applied between the plates when strong electric fields is applied between the plates in vertically upward direction in vertically upward direction comma लेख त comma the oil drop starts moving in the oil drop starts moving in the oil drop starts moving in upward direction the oil drop starts moving in upward direction the oil drop starts moving in upward direction and after a certain period of time के होला त अपवार्डतिर जान्छ तर के हुन्छ त कुनै समयपछि के हुन्छ भेलोसिटी के हुन्छ कन्स्टेन्ट हुन्छ हैन त्यो कन्स्टेन्ट भेलोसिटी के भन्छ हामी टर्मिनल भेलोसिटी भन्छौं हैन यस एन्ड आफ्टर सर्टेन पिरियड अफ टाइम its velocity becomes constant its velocity becomes constant which is terminal velocity v2 लेख्देऊ अघि v1 भनेको थिएन हैन अब v2 भन्देऊ न ल its velocity becomes constant which is terminal velocity v2 which is terminal velocity v2 लेखा था now electrostatic force in upward direction now लेखा अनि अर्को लाइनमा लेखा बेटर हुन्छ now लेखा अनि नेक्स्ट लाइनमा लेखा electrostatic force in upward direction electrostatic force in upward direction त्यसलाई FE लेखा ठुलो F लेखा अनि जसरी हामी V1 लेख्छौं नि V1 V2 लेख्छौं नि त्यसै गरी V1 V2 लेखे जस्तै गरी क्यापिटल F लेखा अनि E लेखा स्मल E लेखा सानो E ल फेरि यो F इन्टु E हैन नि फेरि त्यो कुरा ध्यान दिने F इन्टु E हैन कि इलेक्ट्रोस्टैटिक फोर्स E भन्न खोजेको ल इलेक्ट्रोस्टैटिक फोर्स E लाई रिप्रेजेन्ट गर्न खोजेको त्यही भएर क्यापिटल F लेख अनि सानो E लेख ठीक छ FE इक्वल टु के त त्यसलाई FE इक्वल टु Q FE इक्वल टु Q अनि क्यापिटल E लेख ठीक छ Q लाई पनि क्यापिटल लेख ल Q लाई पनि क्यापिटल लेख कति कति स्मल पनि लेखे हुन्छ हैन क्यापिटल लेख्दा बेटर होला के भने मैले अपवर्ड डाइरेक्सन FE E चाहिँ सानो ल FE इक्वल टु क्यापिटल Q into capital E लेखा FE equal to capital Q into capital E लेखा है त म एकजनालाई भन्न लाउँछु ल हैन आतिनु पर्दैन where अब के हो त्यो पनि लेख्नु पर्दैन where
क्यापिटल ई इज द फेरि CAPITAL क्यापिटल ई लेख होला नि त्यस्तो हैन ठुलो खालको ई भने बिग ई भने है त वेयर क्यापिटल ई इज द इलेक्ट्रिक फिल्ड वेयर क्यापिटल ई इज द इलेक्ट्रिक फिल्ड अनि के छ अर्को क्यू छ हैन त्यो क्यू भने के होला चार्ज हुने हैन कमा क्यू इज द चार्ज त्यो ओइल ड्रपले क्यारी गर्ने हैन अनि क्यू इज द चार्ज अन ओइल ड्रप लेख्दिउ न कमा क्यू इज द चार्ज अन ओइल ड्रप अनि एफई भने के त क्यू इज द चार्ज अन ओइल ड्रप एन्ड एफई इज द इलेक्ट्रोस्टैटिक फोर्स हैन electrostatic force and Fe is the electrostatic force कतै कतै इलेक्ट्रिक फोर्स भन्छ ल बेसिकली इलेक्ट्रोस्टैटिक फोर्स भनिन्छ भयो यसै भएको यहाँसम्म भएको भएन भन्न पहिला यो कुरामा थपेको त सबै कुरा पुरानै हो हैन अरु सबै कुरा पुरानै छ कि यहाँ यो एउटा इलेक्ट्रिक के भन्छ अरे इलेक्ट्रिक फिल्ड इलेक्ट्रिक फोर्स कुरा मात्र आको एकजनाले भन्दिउ ल कोले भन्छ त हाम्रो मिलनले भन्छ ल है मिलन एकचोटि माइकमा आउ त बाबु क्विकली ल डन यस सर के गर त भन्दा हामीले त्यो थ्योरी वान त सकिहाल्यो हैन थ्योरी वान के कुरा भएन अस्ति म लगभग सकिसकेको थियो तिमीलाई मैले जस्टको त्यो लास्टको अलिकति राखेको थिएँ बिस्तारै लगाऊ भनेर मात्र हैन हुन त म सबै कुरा बिस्तारै नै पढाइरहेको छु एक्जाम आउँछ अलिकति बढी टाइम दिनु पर्यो नि त हैन तिमीले के गर्नु पर्यो त भन्दा भर्खर थ्योरी 2 लेखेको छ नि यसलाई मैले के एक्सप्लेन गरेको छैन हैन तर भर्खर जे अलिकति मेबी 4-5 लाइन जे लेखाए अलिकति केही कुरा लेखाए कसैलाई के अलिकति छुटेको हुन सक्छ त्यही भएर त्यसलाई अलिकति स्लो नै भन्दिउ ल बाबु अलिक बेसिकली स्लो नै पेसमा चाहिँ सरर भन्दिउ त है त एकदम क्लियर के भन्छ क्लियर भोइसमा अलि स्लो पेसमा है त ओके सर ल when strong electric field is applied between the plates in vertically upward direction the oil drops start moving in for upward direction and after certain yes sir अलि फास्ट हो बाबु यसको अलि जति जुन पेसमा भनेछौ नि यसको 50% पेसमा भन्दै 50% पेसमा भन्दै घटाइदिए एकदम पेस एकदम घटाइदिए आदि है त सर when strong electric field is applied between the plates in vertically upward direction the oil drops start moving in upward direction and after certain period of time its velocity becomes constant with its terminal velocity v2 now electrostatic force in upward direction that is Fe is equals to capital Q dot E where E is the electric field Q is the charge on oil drop and Fe is the electrostatic force yes sir ठीक छ ल भाइ ओके धेरै राम्रो थ्यांक यू मिलन है हाम्रो मिलन राम्रो भन्यो ल ओके यहाँसम्म सबजना लेखे नि कि यहाँसम्म नलेख्ने छ कोही अझै लेखे सबजना लेखे नि हैन के छ भन त कोही नलेख्ने त छैन नि आई थिंक अब त सबैजना लेख्यो होला हेर त म साथीलाई फेरि एकचोटि राम्रोसित स्लोली भन भनेर भने उसले राम्रोसित भन्यो सबैजना लेख्यो हैन त के बाँकी त छैन नि ल ओके ल ठिक छ भेरी गुड त्यसमा अब के गरौँ त भन्दा इलेक्ट्रिक फिल्डको सरसर्ती कुरा गरौँ त्यो केही पनि छैन गाह्रो छैन सजिलो छ अब के गरेछ हामीले त्यो हाम्रो प्लेट्स भन्नुको मतलब त्यो हाम्रो प्लेट ए र प्लेट बी छ नि हेर त त्यो फिगरमा हेर फिगरमा अस्ति हामीले बनाएको थियौ सुरुमा बनाएको फिगर के सेटअपको फिगर त्यो सेटअपको फिगरमा मेटल प्लेट ए छ एउटा अर्को के छ मेटल प्लेट बी छ त्यो मेटल प्लेट्सलाई हेर त त्यहाँ के छ त्यहाँ हाई टेन्सन ब्याट्री अर्थ यस्तो गरेर के गर्छ त त्यहाँ पावर सप्लाई हाई दिएछ इलेक्ट्रिक फिल्ड लागिदिएछ ठीक छ इलेक्ट्रिक फिल्ड भइरहेको छ त्यहाँ जेनेरेट भइरहेको छ तर कसरी दिएछ त अहिले हाम्रो ओइल ड्रप आछ डाउनवर्ड डाइरेक्सनतिर ओइल ड्रप हाम्रो डाउनवर्डतिर छ तर अब इलेक्ट्रिक फिल्ड यसरी दियो कि इलेक्ट्रिक फिल्ड यसरी सेटअप गरियो कि जसले गर्दा ओइल ड्रपको मोसन के भयो त माथितिर गइदियो इट इज नट इन डाउनवर्ड डाइरेक्सन नाउ इट इज इन कता त अपवर्ड डाइरेक्सन अपवर्ड डाइरेक्सनमा चला ठीक छ अपवर्ड डाइरेक्सनमा ठीक छ ल यो कुरा क्लियर छ अपवर्ड डाइरेक्सनमा गएपछि त्यहाँ अब त्यसको भेलोसिटी त के होला त के फ्लक्चुएट त होला हैन तर एउटा के सर्टेन टाइममा त्यसको भेलोसिटी कन्स्टेन्ट होला कि नहोला अब्भियसली त्यसको भेलोसिटी एउटा सर्टेन पिरियड अफ टाइम पछि के हुन्छ त
कन्स्टेन्ट हुन्छ त्यो कन्स्टेन्ट भेलोसिटीलाई अभियसली हामीले पहिला जसरी नै के भन्छौँ त टर्मिनल भेलोसिटी भन्छौँ तर तर डिफरेन्स त छ यसमा के डिफरेन्स छ त टर्मिनल भेलोसिटी तिमीहरूले सूर्यको केसमा कुरा गर्दाखेरि त्यो त ग्राभिटी हुँदा मात्र इलेक्ट्रिक फिल्ड सिलेक्ट्रिक फिल्ड केही पनि छैन त्यहाँ देयर इज नो इलेक्ट्रिक फिल्ड इन द फर्स्ट केस तर सेकेन्ड केसमा यो कुरा मात्र हो यसमा केही गाह्रो छैन मैले भर्खर जे भन्दैछु यो कुरा मात्र बुझ्ने हो यसमा थर्ड सेकेन्डमा हाम्रो यो इलेक्ट्रिक फिल्ड बाहेक अरू सबै कुरा सेम हो फेरि डिटु सेम हो अभियसली के कुरा अलिकति फरक जस्तो छ कि तर खासै त्यस्तो गाह्रो कुरा या भनौँ त्यस्तो डिफरेन्ट छैन के सेमै हो भन्दा हुन्छ अलिकति कन्टेक्स्ट त फरक परिहाल्ला होइन थ्योरी 2 भनेपछि अलिकति केही कन्टेक्स्ट फरक छ तर कुराहरू मोरओभर सेम हो भन्न खोजेको के इलेक्ट्रिक फिल्डको कुरा मात्र एड गरेको छ यो कुरा मैले तिमीलाई पहिल्यै भनेको होइन अब एकछिनमा थाहा पाइहाल्छौ के भने मैले हामीले इलेक्ट्रिक फिल्ड लगाइदिएछ इलेक्ट्रिक फिल्ड लगाइदिएर मोसन भएको छ अपवर्ड मोसन अपवर्ड भएको छ अपवर्ड मात्र भएको छैन कि भेलोसिटी भएको छ के कन्स्टेन्ट त्यो कन्स्टेन्ट भेलोसिटी हामीले के भनेको छौँ टर्मिनल भेलोसिटी भनेको छौँ फर्स्ट केसमा हामीले त्यो टर्मिनल भेलोसिटीलाई के भनेको छौँ v1 भनेको छौँ सेकेन्ड केसमा पनि त्यसलाई v1 भन्न मिल्छ त अभियसली भेलोसिटी के हुन्छ त फरक हुन्छ त्यही भएर हामीले पहिला सुरु v1 भने पनि अब के भनिरहेको छौँ त v2 भनिरहेको छौँ सर होइन सर म त त्यसलाई v र v' भन्छु मिल्छ कुनै कुनै किताबमा त्यसरी पनि लेखेको छ va vb पनि लेखेको छ तर v1 v2 लेख त्यो बेटर चलन चल्तीमा छ ठिक छ त्यही भएर v1 v2 नै लेख भन्छु म चाहिँ है त तर va vb या v यस्तो केही फरक पर्दैन ल कोही कोही स्टुडेन्ट्सहरू फेरि यही कुरामा अल्झिन्छ त्यो आवश्यक छैन ल v1 v2 va vb वाट एभर इज सेम थिङ ल के भने मैले भेलोसिटी v2 छ टर्मिनल भेलोसिटी v2 छ अब इलेक्ट्रिक फिल्ड क्यापिटल ई चार्ज क्यापिटल क्यू होइन सर चार्जलाई स्मल क्यू लेख्न मिल्दैन मिल्छ स्मल क्यू लेख्न मिल्छ यसमा क्यापिटल क्यू लेख्दा पनि केही फरक पर्दैन ल यो सानो तिनो कुरा हो यो मतलब हुँदैन है त बुक्स अनुसार अलिअलि फरक देखेको छ क्यापिटल क्यू नै लेखेको बढी देखेको छ त्यही भएर मैले क्यापिटल क्यू नै लेखाएँ सर म त स्मल क्यू लेख्छु त्यसो हो कि त्यही पनि केही फरक पर्दैन है त के भने मैले चार्ज अन द वेल ड्रप क्यू इलेक्ट्रिक फिल्ड ई अनि अरू के छ हाम्रो इलेक्ट्रोस्ट्याटिक फोर्स या इलेक्ट्रिक फोर्स भन्ने गरिन्छ कतै कतै इलेक्ट्रोस्ट्याटिक फोर्स नै भनौँ मैले इलेक्ट्रोस्ट्याटिक फोर्स के छ त एफई छ त्यो फेरि एफ इन्टु ई होइन यो कुरा ध्यान दिनु ल मैले फेरि अलि नै बढी स्ट्रेस दिएर भनिरहेको छु एफ इन्टु ई होइन त्यो जसरी हाम्रो v1 भनेको टर्मिनल भेलोसिटी इन ग्राभिटी ओन्ली v2 भनेको इन इलेक्ट्रिक फिल्ड भनेको थियो नि जस्तै v1 र v2 लेख्थ्यौँ नि त्यस्तै एफई स्मल ई भन्न खोजेको ल इलेक्ट्रोस्ट्याटिक फोर्स एफई भन्न खोजेको अनि इलेक्ट्रोस्ट्याटिक फोर्स भनेको के हो त फेरि एफई इक्वल टु के हुन्छ त एफई इक्वल टु के हुन्छ त क्यू क्यापिटल क्यू इन्टु क्यापिटल ई हुन्छ होइन इलेक्ट्रिक फिल्ड भनेको के हो त इलेक्ट्रिक फोर्स अपन चार्ज हो भन्नुको मतलब इलेक्ट्रिक फोर्स भनेको के भयो फेरि त्यसो न इलेक्ट्रिक फिल्ड भनेको के हो इलेक्ट्रिक फोर्स पर युनिट चार्ज हो इलेक्ट्रिक फिल्ड भन्नुको मतलब क्यापिटल ई इक्वल टु एफ अपन के हुन्छ त क्यू हुन्छ भन्नु मतलब एफ इक्वल टु के हुन्छ त एफ भन या इलेक्ट्रिक फोर्सलाई एफई भन बेटर होइन एफई इक्वल टु के हुन्छ त क्यू इन्टु ई हुन्छ ठिक छ सानो कुरा हो सिम्पल कुरा हो हाम्रो एफ इक्वल टु एमए भने जस्तै हो है त इलेक्ट्रिक फिल्डको चार्जको अरू के इलेक्ट्रिक फोर्सको कुरा आउँदाखेरि हामीले एफ इक्वल टु ई इन्टु ई लेख्नुपर्छ ल सरी क्यू इन्टु ई लेख्नुपर्छ ल वेयर क्यू इज चार्ज एन्ड क्यापिटल ई इज इलेक्ट्रिक फिल्ड सिम्पल कुरा छ यसमा सबले बुझ्छ नि होइन यसमा सबलाई क्लियर छ नि होइन क्लियर छ है आई थिङ्क यसमा केही त्यस्तो गाह्रो नहुनु पर्ने हो यति कुरा ख्याल गर्नुपर्छ कि आवर इलेक्ट्रिक फोर्स इलेक्ट्रोस्ट्याटिक फोर्स वाट एभर इलेक्ट्रोस्ट्याटिक फोर्स एफई इक्वल टु क्यू इन्टु ई है त ल अगाडि लेख त नाउ त्योभन्दा अगाडि एउटा कुरा भन्न मलाई ओइलको त मोसन कता छ अहिले भन त ओइलको मोसन कता छ अहिले भन त इलेक्ट्रिक फिल्ड लगाइदिएपछि ओइलको मोसन कता भयो डाउनवर्ड कि अपवर्ड भन सबैजना भन सबैजनालाई मसँग सँगै ओइल अहिले इलेक्ट्रिक फिल्ड लगाइदिएपछि अपवर्ड छ कि डाउनवर्ड छ डिरेक्सन पहिला सुरु त डाउनवर्ड थियो ठिक छ अब चाहिँ के छ अहिले भन त अपवर्ड छ डाउनवर्ड छ क्विकली अल अफ अस भन्नु मतलब सबैजना भन्न खोजेको 10-15 20 जना होइन ओके अहिले हाम्रो ओइल ड्रपको मोसन छ अपवर्ड भन्नुको मतलब यस एकदम ठिक छ तिमीले भनेको एकदम ठिक छ है एकदम ठिक छ भन्नुको मतलब हाम्रो यो के भन्छ अहिले भिस्कस फोर्स छ नि भिस्कस फोर्स हैन भिस्कस फोर्स कता छ भन त्यसो भए ल डाउनवर्ड चाहिँ अपवर्ड छ भन ल भिस्कस फोर्स कता छ भन डाउनवर्ड कि अपवर्ड क्विकली
सबैजना है आइसक्यो कुरा सिद्धिसक्यो कुरा सर तपाईले भर्खर स्टार्ट गर्नुपर्छ कसरी सिद्धियो सबै भन्न पर्ने कुरा सबै भनिसकेको छु यो त रिभिजन हो हैन विस्कस फोर्स कता लाग्छ डाउनवर्ड तिर सरी विस्कस फोर्स कता लाग्छ अपोजिट डिरेक्सनमा लाग्छ भन्नुको मतलब के अपवर्ड तिर मोसन छ भने विस्कस फोर्स कता आउँछ डाउनवर्ड हुन्छ यो कुरा पहिले भनिसकेको कुरा हैन अझ जस्ट रिभिजन मात्र गरेको लेखाला त्यसबाय नाउ ठीक छ एकदम ठीक छ ल भेरी गुड नाउ viscous force in downward direction किन डाउनवर्ड डाइरेक्सन भन्नुपर्छ किन भन्दा अपवर्ड डाइरेक्सनमा मोसन छ हैन ओइल ड्रपको नाउ viscous force in downward direction इक्वल टु भन्नुपर्छ रे मैले भन्नु पर्दैन होला 6 पाई इटा के हुन्छ त v2 हुन्छ हैन लेख ल नाउ viscous force in downward direction यसलाई f लेख्दिनु होला यसलाई पनि नोटेसन दिउ क्यापिटल f लेख्दिउ ल viscous force in downward direction क्यापिटल f इक्वल टु 6 पाई इटा r के हुन्छ v1 के v2 v1 के v2 भन त v1 के v2 यस v2 एकदम ठीक 6 पाई इटा v2 6 पाई इटा v2 6 पाई इटा v2 ठीक छ अब के गर्ने त भन्दा त्यो के रे त्यो वेट को अप्सन्स कुरा थिएन त्यो वेट को अप्सन्स कुरा अलि के भन्नु पर्दैन सिधै लेखिदिनु किन सिधै लेखिदिनु अगाडि आइसकेको त्यही भएर लेख अगेन w minus u is equal to कति लेखेको थियो हेर त 4/3 pi r cube rho minus sigma g लेखेको थियो नि त्यही लेख अगेन w minus u is equal to के छ हेर त त्यहाँ अगाडि थ्योरीमा लेखेको त्यही लेख्दिउ w minus u is equal to 4/3 pi r cube rho minus sigma g लेख्दिउ फोर अपन 3 pi r cube rho minus sigma g नथिङ लेख ल फेबुल टुडो नलेख नि सिम्पल कुरा छ यसमा केही झुकिनु पर्ने केही कुरा छैन बुझेन भने सर फेरि एकचोटी भन्दिनु भन्ने बरु आई डोन्ट थिंक बुझिने नबुझिने होला त्यही पनि केही भएर कथम कदाचित अलिकति त्यस्तो प्रब्लम आउँछ भने भन्ने ल डबल माइनस यु इक्वल टु के त 4/3 pi r cube rho minus sigma g हैन ठीक छ नि हैन ल एउटा कुरा भन्न अब एउटा भन्नला मलाई यहाँसम्म त लेखेन पहिला त्यो कुरा भन त यहाँसम्म लेखेन सबजनाले डबल माइनस यु इक्वल टु त्यो लेखे नि हैन यस अर नो एभ्री वान अफ अस सबैजना लेख्यो सबैजना भेरी गुड भेरी गुड भेरी गुड धेरै राम्रो है धेरै राम्रो ल एउटा भन एकदम क्विकली ल 10 सेकेन्ड दिन्छु 10 सेकेन्ड भन्दा 11 सेकेन्ड पनि दिनु ल एकदम क्विकली हो है अब यो सबै जानिसकेको कुरा हो क्या है अब त जस्तो एउटा त्यो के छ भर्खर लेखेको कुराहरू त्यो भ्यालु पुट गर्ने एउटा फाइनल रिलेसन निकाल्ने मात्र अब दुई तीन लाइनको काम मात्र के पनि छैन यहाँ सुन आइसक्यो कुरा आइसक्यो सिद्धिसक्यो डेरिभेसन सिद्धिसक्यो अलमोस्ट यो पनि जाने कुरा नयाँ कुरा छैन अप थ्रस्ट कता लाग्छ क्विकली भन ल अप थ्रस्ट कता लाग्छ अपवर्ड एन्ड डाउनवर्ड अप कि डाउन वेट कता लाग्छ वेट कता लाग्छ वेट कता लाग्छ वेट कता लाग्छ कोले अप लेखिरहेछ एकजना मध्ये देखिसके आलियाङ वेट अप लाग्छ भरत पानी मैले वेट डाउन लाग्छ अलवेज डाउन है ग्राभिटी हुँदाखेरि ओके यस गुड वेट कता लाग्छ डाउन लाग्छ अनि विस्कस फोर्स ध्यान दिएर सुनाइ फेरि लेख्ने हात हतार त्यसम्म हैन विस्कस फोर्स यो केसमा कता लाग्छ भन अहिलेको केसमा सेकेन्ड केसमा विस्कस फोर्स कता लागिरहेछ विस्कस फोर्स कता लागिरहेछ यो कुरा कन्फ्युजन भयो भने कुरा बिग्रियो यो कुरा जान्यो भने कुरा सिद्धियो फेरि केही पनि छैन यसपछि त जस्ट त्यहाँ के छ त्यो भ्यालु पुट गर्ने एउटा फाइनल रिलेसन निकाल्ने सिद्धियो त्यति हो गुड विस्कस फोर्स हाम्रो यो केसमा लाग्छ डाउन वेट जहिले लागेको छ डाउन अप थ्रस्ट जहिले लाग्छ कता अप अनि हामीले इलेक्ट्रिक फिल्ड कता लागेको छौं त अपवर्ड डाइरेक्सनतिर लागिरहेको छौं भन्नु मतलब इलेक्ट्रिक फोर्स कता लाग्छ त्यो पनि कता लाग्छ त अपवर्ड डाइरेक्सनतिरै लाग्छ भन्नुको मतलब हाम्रो यो भन्दा अगाडि तीनटा फ्याक्टर जुन आएको थियो त्यो फ्याक्टरमा हाम्रो अहिले थपेको फ्याक्टर भनेको के हो त इलेक्ट्रिक फिल्डको फ्याक्टर हो इलेक्ट्रिक फिल्ड अपमा लाग्छ अपमा इलेक्ट्रिक फिल्ड लागिसकेपछि
अफ थ्रस्ट जस्तै इलेक्ट्रिक फोर्स पनि के हुन्छ त अपवर्डतिर लागिरहेछ र डाउनवर्डतिर हाम्रो के छ त विस्कस फोर्स छ एउटा अनि अर्को के छ वेट छ ठीक छ चारवटा फ्याक्टर छ हाम्रो यता सुन अफ थ्रस्ट हाम्रो कता लाग्छ अफ थ्रस्ट विल बी इन अपवर्ड डिरेक्सन सिमिलरली आवर इलेक्ट्रिक फोर्स विल बी इन अपवर्ड डिरेक्सन अनि त्यसपछि हाम्रो के छ त अर्को भन त त्यसपछि हाम्रो के छ हाम्रो वेट छ त्यो डाउनवर्डतिर लाग्छ अनि हाम्रो अर्को के छ विस्कस फोर्स छ त्यो कता लाग्छ त डाउनवर्डतिर लाग्छ हैन अब के लेख्छौं हामीले नाउ इन इक्विलिब्रियम कन्डिसन भन्छौं यो चारवटा कन्डिसन लेख्छौं भ्यालु पुट गर्छौं रिलेसन निकाल्छौं है त ठीक छ ल ओके आज कति 15 भइसक्यो छ ओके ल फाइन केही छैन ल अर्को क्लासमा हामीलाई 5 to 7 मिनेट्समा यसलाई लेख्छौं हामी है त यो लेखेर सकाउँछौं कुरा सबै आइसकेको छ अर्को क्लासमा हामीलाई जस्ट भ्यालु पुट गर्छौं लेखेर सकिहाल्छौं फटाफट ओके अब के गर्ने आज हामीले डिस्कस गरेको छौं इलेक्ट्रिक फिल्डको कुरा लेखेको छौं अनि थ्योरी 1 कुरा कम्प्लिट गरेको छौं त्यसलाई अलिकति फेरि टाइम पनि दिएको छु म तिमीलाई रिभिजन गर्नलाई घरमा बसेर राम्रोसित हेर्न है त ल आजलाई यति नै गरौँ ल ओके थ्यांक यू क्लास बाइ बाइ